Hello, welcome to back my channel. It's Miss Rachel Limbo. आजलाई मेरो न्यू भ्लगमा स्वागत छ अनि म चाहिँ धेरै दिन पछाडि भिडियो बनाउँदैछु अनि आज चाहिँ हामी जाँदैछौँ गाउँको केमा अनि के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने छु। हामी चाहिँ लाग्यौँ अब घरतिर अनि आज चाहिँ हामी लगभग 10-15 जना छौँ। 10-15 जना भन्दा धेरै यहाँ पछाडि पनि हुनुहुन्छ अनि हामी चाहिँ अब दारो मासु भात खै आज भ्लगर पनि झलमल बोलेको देख्छु। सबै आज त झलमल बोलेर आएको छ हौ राम्रीहरू। ल हामी चाहिँ बेघरमा आइसक्यौँ अनि यो चाहिँ रहेको छ गेट अनि यो चाहिँ रहेको छ हाम्रो बेहुला बेहुलीको फोटो। घर चाहिँ यहाँ तल रहेको छ यहाँ नाच्दै हुनुहुन्छ ढोल अनि यो चाहिँ रहेको छ हाम्रो लिम्बू जातको बे अनि बेहुलाको चाहिँ नाम रहेको छ अनिस र बेहुलीको चाहिँ एरिसा रहेको छ अनि यहाँ चाहिँ फोटोसुट हुँदै रहेछ बेहुला बेहुलीको अनि यहाँ रहनुहुन्छ हाम्रो बेहुला अनि बेहुली आजको हाम्रो बेहुला अनि बेहुली अनि यहाँ चाहिँ हामी छौँ अनि यहाँ रहेछ यहाँ चाहिँ खाना खाने ठाउँ रहेछ। छिरिसकेको छौँ अनि यहाँ चाहिँ हाम्रो अलिकति खानाहरू खाँदैछौँ। यहाँ चाहिँ खानेकुराको कार्यक्रम चल्दैछ। यहाँनिर चाहिँ सुझाव लाइनमा छ। हाम्रो चाहिँ खानाहरू पनि आइसकेको छ। उनीहरूलाई यहाँ रहेको छ कुखुराको मासु अचार राजमा अनि यहाँ सलाद अनि यहाँ के को अचार रहेको छ। यहाँ रहेछ हाम्रो साथी रेखा। यहाँ चाहिँ हामी खाएको रे अघि नै यहाँको डेकोरेसन चाहिँ यस्तो रहेको छ। यो चाहिँ खाना खाइसकेको छु अनि यहाँ चाहिँ भाउजू मनिषा ठुलो मम्मी चाहिँ खाना खाँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ दिदी चाहिँ हुनुहुन्छ एकदम लिम्बू कस्ट्युममा एकदमै दामी तरिकाले। यहाँ चाहिँ रसगुल्लाको व्यवस्था पनि रहेछ हामीले चाहिँ पाइसकेको छौँ। चाहिँ हाम्रो ढोल नाच हुँदैछ। यहाँ चाहिँ सबैजना ढोल नाच्दै हुनुहुन्छ अनि हामी चाहिँ खानासाना खाएर बेबाट घर लागेको। यो चाहिँ हाम्रो ढोल नाच चाहिँ गेट चाहिँ मलाई हो दामी लाग्यो बाबा। यो चाहिँ फुले बनाइएको छ एकदम चकाचक। हाम्रो बेहुला र बेहुली नानीहरू पनि राम्रो हुनुहुँदो रहेछ। गाइस हामी चाहिँ घर आइसक्यौँ बिउ खाएर अनि यहाँ हामीलाई छोडेर आउनेहरू पनि यहाँ फोटो सेसन हान्दै रहेछन्। आजको लागि चाहिँ यति नै। हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। आजको लागि यति नै। बाइ बाइ।